लासो लासो अनि के छ आशिका बहिनी हालखबर ठिक छ अनुहार छोपेर बसेर रहेछ ए झिङ्गाले भन्यो के ए तपाईँहरूलाई चाहिँ फलफुलहरूलाई यो तपाईँको शरीरमा नटास्ने खालको कपडाहरू दिएको छ योहरू धोएर मात्रै लगाउनु है सुरुमा नयाँमा अनि अनि के छ हालखबर सब ठिक छ ए हजुर ए हुन्छ हजुर दिदी नाम थाहा छ चिन्छ मलाई ल हात मिलाउनु न त मिल्छ मिल्दैन अनि तिम्रो उपचारको लागि भनेर चाहिँ हाम्रो एमु तमु दाई भन्नुहुन्छ विदेशमा उहाँले चाहिँ पैसा सङ्कलन गर्दै हुनुहुन्छ अनि आज चाहिँ तपाईँलाई भेट्न मात्रै आएको हामी चाहिँ अनि त्यसपछि गएर दाईले केही दिनमा चाहिँ तपाईँको उपचारको लागि भनेर तपाईँको हस्पिटलमा लैजाने र के कस्तो हुन्छ तपाईँलाई फर्दर चाहिँ उहाँले चाहिँ सहयोग पुर्याउनुहुन्छ तपाईँ स्कुल नजानु भएको 2 वर्ष भयो 2 वर्ष उमेर कति भयो तपाईँको अब जेठमा 12 वर्ष लाग्छ मेरो नाम कसैले आशिका भनेर भन्दा कि तपाईँले थाहा पाउनु भएको मैले मिडियामा हेरिरहनु भएको थियो ए मैले आशिका तामाङ हो तपाईँ कुन तामाङ हो झिङ्गा लाग्यो यो हुन्छ उहाँलाई चाहिँ हस्पिटल तुरुन्त लैजानुपर्छ जस्तो लाग्यो मलाई किन भनौँ न झिङ्गा पनि रहेछ यहाँ धेरै इन्फेक्सन पनि हुन्छ होइन मुना उहाँलाई त हस्पिटल लानै पर्छ अनि किन निस्किन आँटिसक्यो कि उहाँको त्योहरू अनि हेर्नु त हातहरू यहाँ देखाउनु त यहाँ यता देखाउनु त हेर्नु त हात यस्तो भइरहेको छ है अनि चाहिँ यो चाहिँ लैजानै पर्छ मुना तपाईँको शुभ नाम भन्नु त ए नमस्ते त्यही त यो झन् बढी अलिक भएको जस्तो लागेन तपाईँलाई ए ए उहाँ बुवा साथी को छ त तिम्रो साथीहरू यहाँ के तिम्रो गाउँमा साथीहरू तलतिर छ ए अनि स्कुल नगएको कति भयो त 3 वर्ष भयो ए अब यो विषो पार्ने आज लान अब गाडी मिलेन भोलि चाहिँ हामी लैजान्छ हस्पिटल लगेर जसरी पनि तिम्रो उपचार गर्ने ल ल अनि उहाँ चाहिँ हजुरआमा ए अनि साथीहरूसँग खेल्न जाने केही सक्दैनौ तिमी पैसा राख ल पैसा राख त पैसा अब यहाँ यतिले चाहिँ दिदीले 20,000 दिन्छु भन्नुभएको छ तपाईहरुले तत्कालै उपचार मेडिसिन किन्नलाई टेन्सन हुँदैन अरु अब त्यहाँ हामीले गर्ने हामीसँगै छौं है टेन्सन नगरेर नरोइकन बस त्यहाँ हामीले सक्नु त हामी सबै मेरो कतिवटा बच्चा छ रे 2टा छ कसरी थाहा भएको तिमीले मिडियामा देखेको ए अनि यो के पानीहरुले यसो धुई पखाली के गर्न मिल्दैन रहेछ पूजा ए नुहाउनु भएको ए त्यही भएर जाडोले कामिरहेको घाममा बस्नु हुँदैन होला उसको ए ल ल भोलि आउँछु ल ल नमस्कार बाई 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 ल लासो लासो अनि के छ आशिका बहिनी हालखबर ठिक छ अनुहार छोपेर बसेर रहेछ ए झिङ्गाले भन्यो के ए तपाईँहरूलाई चाहिँ फलफुलहरूलाई यो तपाईँको शरीरमा नटास्ने खालको कपडाहरू दिएको छ योहरू धोएर मात्रै लगाउनु है सुरुमा नयाँमा अनि अनि के छ हालखबर सब ठिक छ ए हजुर ए हुन्छ हजुर दिदी नाम थाहा छ चिन्छ मलाई ल हात मिलाउनु न त मिल्छ मिल्दैन अनि तिम्रो उपचारको लागि भनेर चाहिँ हाम्रो एमु तमु दाई भन्नुहुन्छ विदेशमा उहाँले चाहिँ पैसा सङ्कलन गर्दै हुनुहुन्छ अनि आज चाहिँ तपाईँलाई भेट्न मात्रै आएको हामी चाहिँ अनि त्यसपछि गएर दाईले केही दिनमा चाहिँ तपाईँको उपचारको लागि भनेर तपाईँको हस्पिटलमा लैजाने र
के कस्तो हुन्छ तपाईँलाई फर्दर चाहिँ उहाँले चाहिँ सहयोग पुर्याउनुहुन्छ। तपाईँ स्कुल नजानु भएको 2 वर्ष भयो? 2 वर्ष पुरै उमेर कति भयो तपाईँको? अब जेठमा 12 वर्ष लाग्छ। मेरो नाम कसैले आशिका भनेर भन्दा कि तपाईँले थाहा पाउनु भएको? मैले मिडियामा हेरिरहनु भएको थियो? ए मैले आशिका तामाङ हो। तपाईँ कुन तामाङ हो? झिङ्गा लाग्यो यो हुन्छ। उहाँलाई चाहिँ हस्पिटल तुरुन्त लैजानुपर्छ जस्तो लाग्यो मलाई। किन भनौँ न, झिङ्गा पनि रहेछ यहाँ धेरै, इन्फेक्सन पनि हुन्छ होइन। मुना उहाँलाई त हस्पिटल लानै पर्छ। अनि किन भन्दा निस्किन आँटिसक्यो कि उहाँको त्योहरू। अनि हेर्नु त हातहरू यहाँ देखाउनु त, यहाँ यता देखाउनु त, हेर्नु त हात यस्तो भइरहेको छ है। अनि चाहिँ यो चाहिँ लैजानै पर्छ मुना। तपाईँको शुभ नाम भन्नु त? ए नमस्ते। त्यही त यो झन् बढी भएको जस्तो लागेन तपाईँलाई? ए उहाँ बुवा आउने हस्पिटल भने है नानु, यो लुगा नानीको लुगा लिएर आउनु। अनि अब को बस्नु त हस्पिटलमा त? साथी को छ त तिम्रो? साथीहरू यहाँ के तिम्रो गाउँमा साथीहरू? तलतिर छ। ए अनि स्कुल नगए कति भयो त? 3 वर्ष भयो। ए अब विसो पार्ने आज लान अब गाडी मिलेन, भोलि चाहिँ हामी लैजान्छ हस्पिटल लगेर जसरी पनि तिम्रो उपचार गर्ने ल ल ल। अनि उहाँ चाहिँ हजुरआमा? ए अनि साथीहरूसँग खेल्न जाने केही सक्दैनौ तिमी? पैसा राख ल, पैसा राख त, पैसा अब यहाँ यतिलाई चाहिँ दिदीले 20,000 दिन्छु भन्नुभएको छ। तपाईँलाई तत्कालै उपचार मेडिसिन किन्नलाई टेन्सन हुँदैन। अरू अब त्यहाँ हामीले गर्ने हामी सँगै छौँ है। टेन्सन नगर, नरोइकन बस। त्यहाँ हामीले सक्ने त हामी सबै मेरो कतिवटा बच्चा छ अरे? तपाईँले 2टा छ। कसरी थाहा भएको तिमीले? मिडियामा देखेको। ए अनि यो के पानीहरूले यसो धुई पखाली केही गर्न मिल्दैन रहेछ पूजा? ए नुहाउनु भएको? ए त्यही भएर जाडोले कामिरहेको, घाममा बस्नु हुँदैन होला उसको। ए भोलि अब ल ल भोलि भेटौँ नानु। ल भोलि आउँछु ल। ल नमस्कार, बाई बाई बाई। ल नमस्कार ल।